प्रिय विद्यार्थी भाइ बहिनीहरू, आजको यो सानो भिडियो क्लिपमा तपाईहरुलाई स्वागत छ। आज हामी चाहिँ इम्युनिटी भन्ने विषयमा कुराकानी गर्छौं। इम्युनिटीको बारेमा यसलाई हामीले चाहिँ नेपालीमा रोग प्रतिरोधात्मक क्षमता भनेर बुझ्छौं अथवा इट इज द एबिलिटी अफ अ पर्सन टु फाइट अगेन्स्ट द डिफरेन्ट डिजिजेज अथवा अगेन्स्ट डिजिज कजिङ प्याथोजन्स। यो इम्युनिटीको स्टडी गर्ने जुन ब्रान्च अफ बायोलोजी छ त्यसलाई हामीले इम्युनोलोजी भनेर भन्छौं र यो बडीमा हुने जुन इम्युनिटी छ अथवा रोग प्रतिरोधात्मक क्षमता छ यसलाई हामीले चाहिँ दुई प्रकारमा डिभाइड गर्न सक्छौं। एउटा छ हाम्रो इनेट इम्युनिटी। अब इनेट भन्न बित्तिकै हामीले चाहिँ जन्मजात हामीले गेन गरेको अथवा प्राप्त गरेको इम्युनिटी, जस्तो कि हामीले जन्मिँदैखेरि नै हाम्रो शरीरको बाहिरपट्टि अथवा हाम्रो चाहिँ बडीको ओपनिङहरुमा के छ, इपिथेलियल टिस्यु छ। त्यो इपिथेलियल लाइनिङले डिफरेन्ट टाइपको प्याथोजन्सहरु, ब्याक्टेरियाहरु, भाइरसहरुलाई चाहिँ डाइरेक्टली हाम्रो बडीमा इन्ट्री गर्न दिएको छैन। अब त्यसलाई हामीले चाहिँ इनेट इम्युनिटी मान्छौं। त्यस्तै गरेर हाम्रो जस्तो म्युकोसाहरु, त्यस्तै गरेर हाम्रो ल्याक्रिमल ग्ल्यान्ड जसले चाहिँ टियर प्रोडक्सन गर्छ अथवा आँसु उत्पादन गर्छ, यसले चाहिँ हाम्रो आँखाहरुमा हुने इन्फेक्सनलाई अथवा आँखामा पर्ने चाहिँ विभिन्न खालको एक्सटर्नल सब्स्टेन्सहरुलाई चाहिँ टाढा राख्नको लागि के गर्छ, सहयोग गर्छ। त्यसको मतलब इनेट इम्युनिटी भनेको हामीले के बुझ्नु पर्दो रहेछ भने immunity present in the body since birth is called innate immunity and it is also called natural immunity। जस्तो कि एक्जाम्पल त मैले अघि पनि यसको डिस्कसन गरिसके। एउटा चाहिँ जन्मजात इनेट इम्युनिटी हैन, अर्को चाहिँ के हुँदो रहेछ भने एक्वायर्ड इम्युनिटी। एक्वायर्ड भनेको चाहिँ हामीले आफ्नो लाइफ टाइम भरि चाहिँ गेन गरेको इम्युनिटीलाई हामीले के भन्छौं, एक्वायर्ड इम्युनिटी। Immunity acquired during lifetime is called acquired immunity। अब acquired immunity पनि टु टाइपको हुन्छ। एउटा छ एक्टिभ इम्युनिटी, अर्को छ प्यासिभ इम्युनिटी। अब एक्टिभ इम्युनिटी भनेको के हो त भने इम्युनिटी डेभलप्ड बाइ आवर बडी इटसेल्फ ड्यू टु द भ्याक्सिनेसन और एक्सपोजर टु द इन्फेक्सन इज कल्ड एक्टिभ इम्युनिटी। अब यहाँनिर हामीले के बुझ्नु पर्छ भने जस्तै हामीहरुले कोरोना विरुद्धमा चाहिँ खोप लगायौं अथवा भ्याक्सिन लगायौं कोरोनाको भने कोरोनाको भ्याक्सिन लगाए बापत अथवा कोरोनाको भ्याक्सिनको कारणले गर्दाखेरि हाम्रो बडीले कोरोनाको विरुद्धमा एन्टिबडी प्रोडक्सन गरेको छ र हाम्रो इम्युनिटी डेभलप भएको छ अगेन्स्ट द कोरोना। त्यो कोरोना विरुद्धको जुन इम्युनिटी छ त्यो हाम्रो बडी आफैले डेभलप गरेको। के कारणले डेभलप गरेको भने ड्यू टु द भ्याक्सिनेसन। भ्याक्सिन लगाएको कारणले गर्दाखेरि हाम्रो बडीले कोरोनाको विरुद्धमा के गर्यो, इम्युनिटी डेभलप गर्यो। र अर्को एक्जाम्पल दिउँ, जस्तो हामीलाई रुगाखोकी लागिसकेपछि लागेर भर्खर सन्चो भएको छ भने फेरि रुगाखोकी लागेको मान्छे नजिकमा आउँदैमा हामीलाई रुगाखोकी लाग्दैन, किनभने त्यो रुगाखोकीलाई जित्न सक्ने इम्युनिटी चाहिँ हाम्रो बडीले डेभलप गरिसक्यो। किन डेभलप गर्यो भने ड्यू टु द एक्सपोजर टु दैट राइनो भाइरस हैन। त्यसको मतलब हामीलाई इन्फेक्सन भएको कारणले गर्दाखेरि पनि हाम्रो बडीले इम्युनिटी डेभलप गर्दो रहेछ। यसरी इन्फेक्सनको कारणले गर्दाखेरि होस् अथवा भ्याक्सिनेसनको कारणले गर्दाखेरि होस् हाम्रो बडीले इम्युनिटी डेभलप गरेको छ भने दैट इज कल्ड एक्टिभ इम्युनिटी है। In this the body produces antibodies itself है त। अब यसको भन्दा अलिकति फरक भनेको प्यासिभ इम्युनिटी अथवा हाम्रो शरीर चाहिँ लड्छ अथवा रोग विरुद्ध लड्न सक्ने क्षमता डेभलप गर्छ। तर के कारणले डेभलप गर्छ भने हामीले रेडिमेड खालको एन्टिबडी हाम्रो शरीरमा हाल्दियो भने त्यसले काम गर्छ भने त्यसलाई हामीले प्यासिभ इम्युनिटी भन्छौं। जस्तो कि सानो बच्चाहरुले चाहिँ आमाको दूध खाए भने के गर्छ, त्यो आमाको दूधबाट चाहिँ उसले रोग विरुद्ध लड्न सक्ने क्षमता डेभलप गर्छ र ऊ चाहिँ के हुन्छ, सन्चो हुन्छ। सर्पहरुले टोकिहाल्यो भने सर्पको विषलाई हामीले भेनम भन्छौं भने
त्यो विषलाई निर्मूल गर्नको लागि अथवा त्यो विषलाई चाहिँ न्युट्रलाइज गर्नको लागि डेभलप गरेको अथवा प्रोडक्सन गरेर पहिलेदेखि नै सिल गरेर प्याक गरेर राखिएको जुन भेनमको एग्नेस्टमा युज हुने जुन एन्टिबडीहरू छ त्यसलाई हामीले एन्टिभेनम भन्छौँ। अब सर्पको विषको विरुद्ध हाम्रो शरीर लड्यो, तर के कारणले लड्यो भन्दा पहिले नै प्रिपेयर गरेको एन्टिबडी हस्पिटलहरुमा गइसकेपछि त्यो एन्टिबडी हाम्रो शरीरमा इन्जेक्ट गरिदिन्छ। त्यसले गर्दाखेरि के हुन्छ त भने त्यो सर्पको विरुद्धमा के हुन्छ, सर्पको विषको विरुद्धमा हाम्रो शरीरले चाहिँ इम्युनिटी डेभलप गर्छ। यसरी पहिले नै प्रिपेयर गरेको एन्टिबडीहरू हाम्रो शरीरमा हालेको कारणले गर्दाखेरि हाम्रो बडीले इम्युन सिस्टमले काम गरेको हो अथवा हाम्रो बडीले चाहिँ रेस्पोन्स गर्न सकेको भने द्याट इज कल्ड प्यासिभ इम्युनिटी है त। राइट सर्ट नोट अन इम्युनिटी भनेर हामीलाई चाहिँ क्वेसन सोध्न सक्छ, अथवा वाट इज एक्टिभ इम्युनिटी, वाट इज प्यासिभ इम्युनिटी, वाट इज एक्वायर्ड इम्युनिटी अथवा वाट इज इनेट इम्युनिटी भनेर हामीले सानो सानो क्वेसनहरू इक्जाम्पल सहित सोध्न सक्छ। यस्तो भन्यो भने यो कुराहरू हामीले मिलाएर लेख्न सक्नुपर्छ है त। 1-1 मार्क्समा यो सानो सानो टुक्राहरू सोध्न सक्छ र समग्रमा चाहिँ 3 to 5 मार्क्समा यो क्वेसनहरू सोध्न सक्छ। ल, इम्युनिटीको बारेमा चाहिँ आज केही जानकारी प्राप्त भयो होला भन्ने विश्वास लिएको छु। आजको यो सानो भिडियो क्लिप यही रोक्ने अनुमति चाहन्छु। हवस्।